उत्साही र शैलेश्वरी माताको आरतीले गुन्जने यो डोटीको सिलगढी बजार आज अलि बदलिएको छ। कुनै बेला क्षेत्रीय राजधानीको शान बोकेको दिपायल र व्यापारी केन्द्र सिलगढी आज आफ्नै परिचय खोजिरहे झैँ लाग्छ। अहिले खाली घरहरू मात्रै छन्, अब मान्छे यहाँ छैन, सब बसाइसकेर विस्थापित भइसके। हिजो मान्छेको चहल पहलले ननिदाउने सिलगढीका गल्लीहरू आज मौन छन्। बसाइसराईले रित्तिएका ती पुराना घरका झ्यालहरूले आज पनि आफ्ना मान्छे कुरिरहेका छन्। उहिलेको त्यो रौनक, त्यो प्रशासनिक दबदबा र आजको यो सुनसान बजार, यी दुई बीचको खाडललाई निहाल्दा मन कटक्क खान्छ। मन्दिरमा घन्टी त अझै बज्छन्, तर बजारका ती ढोकाहरूमा लागेका तालचाले डोटीको एउटा युग सकिएको सङ्केत गर्छ। आजको यस भ्लगमा म तपाईलाई त्यही ऐतिहासिक डोटी सिलगढी लैजाँदैछु, जहाँ आस्थाका स्वरहरू त जीवितै छन्, तर बजारका रहरहरू भने बिस्तारै मेटिँदै गइरहेका छन्। आउनुहोस् सँगै महसुस गरौँ हाम्रो प्यारो सिलगढी र बिर्सिएको त्यो भव्य इतिहास। यो हो डडेलधुरा जिल्लाको सदरमुकाम डडेलधुरा बजार। सुदूरपश्चिमको यो एउटा अभिन्न अङ्ग डडेलधुराबाट सुरु गर्दैछौँ आज हामी डोटीको सिलगढी यात्रा। डडेलधुराबाट थोरै तलतिर रहेको यो स्याउले भन्ने स्थानबाट पूर्व लाग्छ मध्य पहाडी लोकमार्ग। त्यतै लाग्न थाल्यौँ हामी। पूर्व लाग्दैछौँ हामी। यस मध्य पहाडी हाइवेको पूर्वी बिन्दु पाँचथरको चिवा भन्ज्याङ हो भने पश्चिमी बिन्दु बैतडीको झुलाघाट। यस मध्य पहाडी हाइवेको अधिकांश 90% खण्ड पूर्ण भइसकेको छ। पुष्पलाल हाइवे समाती पूर्व लाग्दैछौँ हामी। यस मध्य पहाडी हाइवेको पूर्वी बिन्दु पाँचथरको चिवा भन्ज्याङ हो भने पश्चिमी बिन्दु बैतडीको झुलाघाट। यस मध्य पहाडी हाइवेको अधिकांश 90% खण्ड पूर्ण भइसकेको छ। बाटो चाहिँ अति राम्रो छ। यो मध्य पहाडी लोकमार्ग अथवा डडेलधुरा डोटी सिलगढी मार्ग एकदमै राम्रो छ। धेरै जोखिम पनि छैन, साँघुरो पनि छैन। ल है, अब भने चाहिँ हामी रडुवा आइयो। रडुवा भन्ने ठाउँ रहेछ। रडुवाको ठ्याक्कै यहाँनिर रडुवा पुल खोला रहेछ। के गाउँपालिका?